प्रहरीले गर्ने के गरेछ भन्दा मान्छे जाहेरी पर्यो, मान्छे समातेर लिएर आयो, अनि समातेर लिएर आएको मान्छेलाई नै अहिले त सजिलो बनाइदिएछ, हाजिरी नमाने छोडिदिने। पछि यतिसम्म गरे हामीले भेटेका छौँ कि ती मान्छेलाई सरकारी साँची बनाउने र मुद्दा फितलो बनाउने, त्यो पनि देखिया छ। अक्सर गरी फेरि सहकारीको विषयमा कोही सञ्चालकले लिएर गएर सञ्चालक समितिमा भनेर राखिदिएछ व्यक्तिको नाम, त्यो जो सञ्चालक समिति भनेर व्यक्तिको नाम राखिदिएछ उसलाई त्यो सञ्चालक समितिमा म छु भन्ने कुरै थाहा छैन। हाम्रो सहकारी ऐनको दफा 41ले त के भन्छ भने साधारण सभाले मात्रै सहकारी सञ्चालकको रूपमा चाहिँ आउन सक्छ, साधारण सभाभन्दा बाहिरबाट आउन सक्दैन भन्ने व्यवस्था गरेछ। तर यता अनुसन्धानले के गर्छ भन्दा त्यो साधारण सभाबाट आयो कि आएन, त्यो सञ्चालक कसरी बन्यो भन्ने कुरो अनुसन्धान गर्दैन, जसको कारणले गर्दाखेरि अभियोजन के भएको छ भन्दा फितलो भएको छ। पछि अदालतमा पुगे पछाडि त अदालतले त यी कुराहरू हेर्छ, कानुनमा अभियोजन भयो कि भएन भनेर हेर्छ। नभएपछि अदालतले के गर्छ भन्दा अदालतले त्यो मुद्दालाई खारिज गर्ने काम गर्छ, सफाइ दिने काम गर्छ। अब यसको सट्टा अदालतले तिमीले यो सेक्टरमा चाहिँ अनुसन्धान गरेको देखिएन, त्यसकारणले यो क्षेत्रमा पनि अनुसन्धान गर भनेर अदालतले पनि आदेश दिन सक्ने त्यो व्यवस्था कानुनमा भइदिया भए त अदालतले ल रिअनुसन्धान गर है, यहाँ चाहिँ तिमीले यो गरेछौ, सरकारी साँचीको रूपमा तिमीले जो मान्छेलाई अभियोजन गर्नु पर्थ्यो अभियोजन गर्ने मान्छेलाई चाहिँ सरकारी साँचीको रूपमा ल्याएनछौ भनेर अदालतले नै साँची उसले आदेश दिन सक्ने। कहिलेकाहीँ के चाहिँ छ फेरि हाम्रो कानुनमा के चाहिँ व्यवस्था छ भने सरकारी वकिलले चाहिँ गर्न सक्छ। फेरि उसले उहाँ सरकारी साँचीको रूपमा ल्याएको मान्छे उसले अध्ययन गर्दाखेरि यदि अभियोजन गर्ने बेलामा होइन यो मान्छेलाई त प्रतिवादी बनाउनुपर्छ भन्ने देख्यो भने प्रतिवादी बनाउन सक्ने र पुनः अनुसन्धान गर्ने आदेश दिन सक्ने सरकारी वकिललाई त्यो अधिकार छ। तर सरकारी वकिल र प्रहरी दुईटै सरकारी पक्ष भएको कारणले गर्दाखेरि उनीहरूले मिलेर गरे भने अनि अदालतले त्यो जसलाई अभियोजन गरिएको छ अभियोजन गरेको मान्छे पनि त निर्दोष छ नि त, निर्दोष हुन सक्छ नि त, निर्दोष साबित भएको छ नि त। भनेपछि अदालतले फेरि रिअनुसन्धान गर भनेर हामीले आदेश दिन पाउने एउटा कानुनी व्यवस्था भएन। अब म्याद तामेलीको विषय हेर्नु, हाम्रो अदालतमा अहिले के चल्छ भने तामेलदारहरू झोला बोकेर हिँड्न छोडे। तामेलदारहरू के गर्छन् भन्दा म्याद लिएर जान्छन्, म्याद सिधा लिएर गएर ओडामा टाँसेर लिएर आउँछन्। म्याद तामेलीको विषय अत्यन्तै पेचिलो भएको छ, किनभने मुद्दा फैसलाको प्रारम्भिक फेज भनेको नि म्याद तामेली हो। यदि उसले सुनवाई नै गर्न नपाइकन मुद्दा फैसला भयो भने हाम्रो अदालतहरूमा अहिले गएर हेर्ने हो भने झन्डै 32% मुद्दाहरू एकतर्फी फैसला भएको छन्। कतिपय व्यक्तिले आफैले छल्न चाहन्छ जसको कारणले गर्दाखेरि एकतर्फी भएको छ। कतिपय व्यक्तिका म्याद तामेली नभएको कारणले व्यक्तिले सूचना नपाएको कारणले पनि एकतर्फी भएको छ। तर हाम्रो फौजदारी संहिताको दफा 118मा जस्तो लाग्छ मलाई प्रत्युत्तर सरहको पुनरावेदन दिन पाउने व्यवस्था चाहिँ भयो, तर फौजदारी मुद्दामा चाहिँ त्यो व्यवस्था भएन, जसको कारणले गर्दाखेरि त्यहाँ समस्या परेको छ। त्यो तर्फ पनि कानुन मन्त्रालयको ध्यान जाओस्। जस्तो कसैले जाहेरी दिन्छ, जाहेरी दिए पछाडि हामी के गर्छौँ भने सबभन्दा पहिला त्यसको वास्तविकता के हो बुझ्दैनौँ, मान्छे पक्राउ गर्छौँ। म हिजो अस्तिको मात्रै एउटा घटना भन्छु। 89 जना मान्छे हामीले यो विदेशी कन्सल्टेन्सीहरू, विदेशी शिक्षा प्रदान गर्ने एजुकेसन कन्सल्टेन्सीहरूका सञ्चालकहरूलाई पक्राउ गऱ्यौँ। र पक्राउ गर्दा कहिले गऱ्यौँ भन्दा शुक्रबार गऱ्यौँ। अब शुक्रबार पक्राउ गरेपछि शुक्रबारदेखि सोमबारसम्म ती मान्छेहरू थुनामा बस्नुपर्ने परिस्थिति सिर्जना भयो र 58 जना मान्छेहरू हिरासत मुक्त भए। मैले जोड्न खोजेको विषय कहाँ हो भने सबभन्दा पहिला कसैले सूचना दिन्छ या जाहेरी दिन्छ भने प्रमाण सङ्कलन गर्नु पर्यो। पक्राउ गर्नुभन्दा पहिला थुन अनि सुन होइन, सुन अनि थुन, पहिला सुन अनि थुन, प्रमाण सङ्कलन गरेर मात्रै पक्राउ गर्नु पर्यो। यदि प्रमाण सङ्कलन गरेर पक्राउ गरिएको अवस्था हुन्थ्यो भने ती कन्सल्टेन्ट जो थिए ती 58 जना रिहा हुने अवस्था हुँदैन थियो होला नि त, उहाँहरू पक्राउनै पर्दैन थियो होला नि। अनाहकमा उहाँहरूको 4 दिनको थुना, सामाजिक रूपमा उहाँहरूको बेइज्जती, त्यसको क्षतिपूरण कसले गर्ने? त्यसकारणले गर्दाखेरि हामीले जाहेरीमा हेर्नुपर्ने विषय चाहिँ के हो भने सबभन्दा पहिला जाहेरी कुन ढङ्गले आएको छ, त्यो जाहेरीसँग सम्बद्ध प्रमाणहरू छ कि छैनन्, त्यो प्रमाणलाई लिनु पर्यो। जस्तो त्यही कन्सल्टेन्सीका कुरालाई हेर्ने हो भने कन्सल्टेन्सीका कम्प्युटरहरू, ल्यापटपहरू, उहाँहरूका मोबाइलहरू लिएर परीक्षण गरेर त्यस पछाडि पक्राउ गरिदिएको थियो भने त ती मान्छेहरू 4 दिनसम्म अनाहकमा थुनामा बस्नु पर्दैन थियो होला नि। उहाँहरूका डिभाइसबाट केही पनि देखिएन भने त उहाँहरूलाई पक्राउ गर्नु पर्दैन थियो, प्रमाणबाट नदेखि पक्राउ गर्नु पर्दैन थियो नि। तर अनाहकमा नागरिकलाई थुन्ने काम भयो। त्यसले गर्दा हामीले सबभन्दा पहिला जाहेरी परे पछाडि जाहेरीका विषय जे उठ्या छन् जाहेरीमा त्यसलाई त्यसको वास्तविकता के हो भन्ने कुरामा अनुसन्धान केन्द्रित हुनु पर्यो र अनि त्यस पछाडि मात्रै पक्राउ गर्नु पर्यो। यसरी गइयो र अभियोजन गरियो भने चाहिँ मुद्दा पनि फितलो हुँदैन। होइन भने यहाँ गरिन्छ के भने गुनासोमा जाहेरी दर्ता नहुने भन्ने विषय अलि बढी चाहिँ हामीले पनि बाहिर सुन्छौँ।
यो जाहेरी पक्राउ अनुसन्धान र अभियोजन भन्ने विषय हामीले कहीँ कतै यसको सुरुवात नै गलत ढङ्गले गर्छौँ कि जस्तो लाग्छ हामीले प्र्याक्टिस गर्दै गर्दाखेरि भोगेको कुरा। र अब यो कानुनी साक्षरताको विषय अघि साथीहरूले पनि उठाउनु भएको थियो। कानुनी साक्षरताको लागि चाहिँ मैले देखेको सरसर्ती मैले देख्दा के देख्छु म भने कहिलेकाहीँ हाम्रो कानुन मन्त्रालयबाट पनि कानुनी साक्षरता अभियानहरू लिएर गएको म पाउँछु। त्यो कानुन मन्त्रालयबाट गएको पनि एउटा अब पालिकासँग समन्वय गरौँ, निश्चित मान्छेहरू सङ्कलन गरौँ, त्यस पछाडि ब्यानर राखेर फोटो खिचौँ, ल हामीले कानुनी साक्षरता दिउँ भनेर आउने त्यो खालको प्रचलन छ, नरिसाइदिनु होला। सँगसँगै केही सङ्घ संस्थाहरूले पनि त्यो गर्ने छ। कम्तीमा पनि त्यसमा प्र्याक्टिसमा भएका कानुन व्यवसायहरूलाई सहभागी गराएर लाने हो भने त्यहाँ हामीले दिँदा कानुनी शिक्षा दिँदा सैद्धान्तिकता दिन्छौँ। व्यवहारिक कानुनी शिक्षा के हुनसक्छ, जुन जाहेरीसँग पनि म सम्बन्ध राख्छ यसले, जाहेरी दिनलाई जस्तो उसलाई सैद्धान्तिक शिक्षा त दिएको छ, अपराध भए पछाडि अपराधी उप जाहेरी दिनुपर्छ भन्ने जानकारी छ, तर जाहेरी कसरी दिनुपर्छ, कहाँ दिनुपर्छ भन्ने कुरा जानकारी छैन, जसको कारणले गर्दाखेरि पनि मान्छेहरू न्यायमा पहुँच नभएको कारणले गर्दाखेरि अन्याय परिरहेको अवस्था छ। त्यसले गर्दा यो कानुनी साक्षरता अभियानलाई चलाउँदै गर्दा कम्तीमा पनि प्र्याक्टिसमा भएका कानुन व्यवसायहरूलाई पनि सहभागी गराएर यो कानुनी साक्षरता अभियान चलायो भने अझै प्रभावकारी हुन्छ होला। र अब यो कार्यविधिको 155 म अलिकति ध्यानाकर्षण गराउन चाहन्छु। यो एकचोटि फेरि संशोधन भइसकेको छ। त्यहाँ 155 मा के भन्यो भने फैसला भएपछि 1 वर्ष कैद सजाय हुने मुद्दाको हकमा भनेर हामीले लेख्यौँ। त्योभन्दा अगाडि केही कम्पोनेन्टहरू थियो 155 मा, त्यो हामीले चाहिँ कैद जरिवानाको सुविधा लिन पाउने व्यवस्था त्यसमा छ। त्यो 155 मा कहिलेकाहीँ 3 वर्षसम्म कैद सजाय हुने भने सम्म भने त 1 दिन पनि हुनसक्छ नि त। 3 वर्षसम्म कैद सजाय हुने मुद्दा छ, तर 1 वर्ष मात्रै कैद गरिदिएको छ अदालतले भने त्यो मान्छेले कैद सजायको त्यो कैदको सुविधा लिन पाएको अवस्था छैन। किनभने हामीले कानुनमा लेख्दा के लेख्यौँ भन्दा 1 वर्ष मात्रै कैद सजाय हुने मुद्दाको हकमा कानुनमा नै व्यवस्था गरेको हुनु पर्यो भन्ने खालको चाहिँ हामीले त्यो गऱ्यौँ। त्यसले गर्दाखेरि सवारी ऐनको दफा 161-62 मा हामीले चाहिँ के व्यवस्था गरेका छ भने 3 मा त्यो 1 वर्ष मात्रै सजाय हुने व्यवस्था गरेका छ, जसको कारणले गर्दाखेरि त्यस्ता खालका मुद्दामा चाहिँ अहिले सहज रूपमा अदालतले पनि दिएको छ। 1 वर्ष मात्रै सजाय भएपछि फेरि उसलाई सेवाग्राहीलाई तिमीले 155 को सुविधा माग गर, निवेदन देऊ, अनि त्यस पछाडि कारागारमा छौ भने कारागार मार्फत आऊ भनेर यो झन्झटिलो गर्नुभन्दा न्यायाधीशले नै त्यो फैसलामा लेखिदिँदा सबभन्दा राम्रो हुन्छ। त्यसले गर्दा न्यायाधीशले 1 वर्ष मात्रै कैद सजाय गर्दाखेरि त्यो कैद सजायको सुविधा दिन पाउने गरेर मौलिक ऐनमा पनि त्यो व्यवस्था थियो। मौलिक ऐनको दण्ड सजायको 11 नम्बरमा थियो त्यो व्यवस्था। अहिले पनि हामीले त्यो व्यवस्था चाहिँ राखेका छ, तर न्यायाधीशहरूले लेख्दैनन्। त्यसलाई बाध्यात्मक रूपमा लेख्नै पर्ने व्यवस्था गरियो भने फैसला कार्यान्वयनमा सहज हुन्छ मान्छेले। किनभने त्यो उसलाई फैसला भए पछाडि मलाई 1 वर्ष सजाय भयो, मलाई सुविधा दिइहाल्छ न्यायाधीशले, म तिर्दिन्छु हिँड्छु भनेर भन्छ। अब त्यहाँ 1 वर्ष सजाय भने चाहिँ मान्छे भाग्छ। फेरि त्यो उसले फैसलामा नलेख्दिएको कारणले निवेदन दिए, फेरि निवेदन दिनलाई 1 दिन भए पनि थुनाए गरेर बस, त्यो खालको चाहिँ झन्झट बिहोर्नुभन्दा केही समय म लिङ्गरिङ गर्छु भन्छ। त्यसले गर्दाखेरि पनि हाम्रो फैसला कार्यान्वयनमा अलिकति सहजता भएको छैन। त्यसले गर्दा फैसला कार्यान्वयनमा सहजता पनि आओस्। अब न्याय प्रशासन ऐन संशोधनमा अलिकति प्राथमिकतामा परेन कि जस्तो लाग्यो। कानुन मन्त्रीज्यूको ध्यान आकर्षण गर्न चाहे, जबसम्म हामीले यो न्याय प्रशासन ऐनलाई संशोधन गर्दैनौँ तबसम्म कोर्टको खल्तीबाट झिक्ने, कहिलेकाहीँ अब तपाईँको नि आउन सक्छ कोर्टको खल्तीबाट, होइन, कोर्टको खल्तीबाट झिक्ने र त्यहाँ असक्षम मान्छेहरू जानुपर्ने परिस्थिति सिर्जना भइराखेको छ। यसलाई अन्त्य गर्ने हो भने हामीले न्याय प्रशासन ऐनलाई संशोधन गर्नैपर्छ र त्यहाँ हामीले स्ट्रिक्ट कानुनी व्यवस्था नगरेसम्म फेरि हामीले अहिले न्यायालयको सुधारको जुन अपेक्षा राखेका छौँ त्यो हुने अवस्था म देख्दिनँ। धन्यवाद।